हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ म यहाँ इटरीमा रहेको चिन्तन चौधरी होटेलमा गएको छैन। यहाँ नान खाम भनेर गएको थियौँ, तर नानै रहेन रहेछ क्या। यो 5 बजेपछि मात्र पाउँदो रहेछ। अनि हामी चाहिँ पिज्जा खायौँ, अनि त्यसपछि चिकन चिल्ली, अनि त्यसपछि कोक, अनि पनिर पकौडा, अनि मोमो यति खाएर हामी चाहिँ खानालाई अर्डर गरेर खानालाई अब रेडी भइरहेछौँ। अनि त्यसपछि अब म चाहिँ टक्क भाग लगाएर दिँदैछु मामुलाई, सोल्टिनीलाई, दिदीलाई। अनि ठिकै थियो, दामी थियो, मिठो थियो खानेकुरा। अनि अब हामी खाँदैछौँ, भाग लगाएर म दिँदै नै छु। अब हामी 4 जना छौँ नि त, त्यही भएर बाँड्दैछु म चाहिँ फेरि। अनि यहाँ सोना चाहिँ मोमो खाने अरे, अरू कुरा नखाने अरे। अनि दिदी चाहिँ फेरि यहाँ पनिर पकौडा खाने रे, मामु चाहिँ पिज्जा खाने रे, सोल्टिन र म चाहिँ जे खान्छन् त्यही सबै खाने हो। अनि त्यसपछि अब मम्मी खाँदै हुनुहुन्छ। अब यो हामी चाहिँ स्टेप बाई स्टेप अब यो नेक्स्ट स्टेपमा आइपुग्यो होइन, पकौडा आइपुग्यो, पनिर पकौडा। त्यसपछि यहाँ यसो खाइसकेर हामी भिडियो बनाउन थाल्यौँ, भिडियो। अनि यहाँ फोटो पनि खिचिदिएँ मम्मीको, मैले भिडियो पनि बनाइदिएँ। अनि 2-4 पोज हानेर एकछिन। गर्मीले फेरि यति धेरै मारेन हो भित्र, क्या शीतल, बाहिर चाहिँ गर्मीले झन्डै मारेन, खलखली नुहाएको जत्तिकै। त्यसपछि अब मैले भिडियो बनाइदिएर हामीले यसो फोटोहरू हाल्यौँ। मेरो पनि दिदीलाई भिडियो बनाइ मागेँ, अनि भिडियो हाल्यौँ। भिडियो चाहिँ अलिक अँधेरो आएछ, घामहरूले गर्दा त्यति राम्रो आएन। त्यही पनि अब खिच्नु पर्यो होइन। यहाँ गएर यहाँ चाहिँ मदर, अनि त्यसपछि खुकुरी, सानो बच्चाको पिक्चर रहेछ। अनि फोटो खिच्यौँ हामीले फेरि यहाँ टक्क 2-4वटा। अनि सट्ट पिक्चर पनि हालिदिएको, यो चाहिँ दिदीले खिचिदिएको, दामी नै खिचिदिएछ, धन्यवाद। अनि यो चाहिँ मम्मीको चाहिँ मैले खिचिदिएको हो। फुलमा कस्तो राम्रो फोटो आएको क्या, गेटमा फुलमा दामी आएको थियो। यसो फोटोहरू चाहिँ हो, यो ठाउँ पनि यही हो। अनि यो घरमा पनि गएर खिचिदिउँ हामीले चाहिँ, घरको बाहिर यो पुलतिर पनि खिचिदिउँ फोटो। अनि त्यसपछि अब हामीले यो चाहिँ रेस्टुरेन्टभित्र राम्रो थियो। त्यसपछि हामीले सकाएर अब बजारतिर लाग्यौँ, इटरीको बजार। यति धेरै भिड हुन्छ यो इटरीको बजार चाहिँ। अनि सिटीमा गएर सिटीबाट ओर्लेर अब हामी चाहिँ किनमेल गर्न तर्फतिर लाग्दैछौँ। तर अरू कुरा केही त्यस्तो धेरै किनेनौँ, हामीले चाहिँ माछा र मासु किन्न गएको थियौँ। हामी एप्पल पनि किन्यौँ। अनि यहाँको बजार चाहिँ यस्तै हो, एकदम जे पनि पाउँछ, धेरै कुरा पाउने ठाउँ, जे पनि पाउँछ। अनि यता यस्तो खिच्दै मैले गएँ। त्यसपछि अब हामी माछा किन्ने ठाउँमा पुग्न आँट्दैछौँ है। कटर पनि कस्तो ठुलो रहेछ क्या, अनि मैले भिडियो गरिदिइहालेँ। अब यता दिदीहरू चाहिँ फेरि खै के हेर्दैछ, यो के पकाउने ताइसाइ खै के हेर्दैछ। यस्तो गर्मीमा यस्तो भिडमा हाम्रो यात्रा जारी नै छ। अनि उहाँ खै के रोटी पकाउने के सोध्दैछ दिदीले। हामी चाहिँ यता पर्खिँदैछौँ, रोटी पकाउनु लैजानु चाहिँ भनेको त। यो माछाको लाइनमा पुगिसक्यौँ अब चाहिँ हामी। अनि माछा किन्न लागेको छौँ, दिदीले हेर्दैछ, म चाहिँ त्यति धेरै चिन्दिनँ। कुन चाहिँ मिठो हुन्छ अरे, त्यो मनपर्ने चाहिँ छानेर माछा काट्यो थियो ठुलो। तर हामीले चाहिँ अलिक ठिक्कको किन्यौँ, धेरै ठुलो चाहिँ किनेनौँ। यस्तरी राख्नु पर्दो रहेछ कि माछा चाहिँ। अनि अब यो हामीले लाने माछा चाहिँ यही हो, खौरी दिँदै हुनुहुन्छ। यहाँ चाहिँ यो सबै छालाहरू चाहिँ खौरिदिनु हुँदो रहेछ नि, काटिदिनु हुँदो रहेछ कि। अनि त्यसपछि लैजान सजिलो। अनि हेर्नुहोस् कत्रो ठुलो माछाहरू छ यहाँ,
कत्लेमा छ। त्यसपछि अब हामी चाहिँ सपिङ सकेर बजारबाट फर्किँदैछौँ सिटीमा। यति धेरै भिड हुँदो हुन्छ कि यहाँ बजारमा सिटी चलाउने गुरुजी चाहिँ कराउँदै हुनुहुन्छ सिटीहरू धेरै भयो भनेर। अनि हामी अब फर्किँदैछौँ, अब रोडमा मेन रोडमा निस्किन लाग्दैछौँ। अनि हाम्रो पनि भिडियो बनाइदियो त यतापट्टि भनेर दिएको दिदीहरूलाई, अनि बनाइदिनु भयो यहाँ। अनि अब हामी रोडमा पुग्नै लागिसक्यौँ। हाम्रो यात्रा चाहिँ जारी नै छ, घर जाँदैछौँ अब चाहिँ हामी। अनि यहाँ कस्तो राम्रो राम्रो फलफुलहरू बाटोमा, कति धेरै मिठो मिठो खानेकुराहरू थियो, स्याउ, एप्पल, म्याङ्गो, अनि बजार पनि धेरै सामानहरू। अनि हामीलाई चाहिने जति सामान लिएर हामी चाहिँ फर्किँदैछौँ। अनि अब पुग्न लाग्दैछौँ अब मेन रोडमा, चोकमा। पसलहरू दामी दामी छ, पसलहरू पनि यता बाटो पनि फराकिलो छ यता चाहिँ। अब चाहिँ हामी ट्याक्कै मेन रोडमा छिर्यौँ। बस्ने ठाउँ अलिक सानो सानो भएको भएर यहाँ दिदी चाहिँ सोनाले चाहिँ पसलमा गएर हिँड्दैछ, यतापट्टि चाहिँ मम्मी र म छौँ। अनि म चाहिँ भिडियो गर्दै हिँड्दैछु। खुल्ला ठुलो रोडमा आएको, यहाँ चाहिँ अलिक खुल्ला छ हिँड्ने बाटोहरू पनि, पसलहरू यस्तो छ साइडमा। अब चाहिँ हामी मेन चोकमा पुग्न लाग्यौँ। पूर्व पश्चिम छुट्टिने चोकतिर पुग्न लाग्यौँ। यो बाटो हामी पूर्व पश्चिम, झापा, धरान, पश्चिम लाइन छुट्ने ठाउँ चाहिँ रोडहरूको। अब हामी पश्चिम लाइन हो बस्ने ठाउँ चाहिँ, सो त्यसैले हामी चाहिँ अब पश्चिम लाइनतिर लाग्यौँ। अब जाँदैछौँ गुटुङ टुङटुङ। अहिले यहाँ बाटो बनाएको भएर बाटोहरू चाहिँ अलिकति खाल्टाङ खुल्टुङ पनि छ, हुन्छ धेरै। अनि यो चाहिँ यता पछाडिको साइड हो, हामी अगाडि जाँदैछौँ। बनाउँदै म चाहिँ हिँड्दैछु। अब अलिक अगाडि चाहिँ बिग्रेको छ बाटो, बनाउन सकिँदैन, अलिक थामेर बस्न पऱ्यो नि त हामीलाई चाहिँ। यहाँ चाहिँ के भएर मैले भिडियो गर्दैछु। अब हाम्रो परिवार चाहिँ फर्किँदैछौँ, घर पुग्न लाग्दैछौँ। घर पुगिसक्यौँ। अब चाहिँ पुगेर नरिवल पानी खानलाई 2टा किनेर ल्याएको। एउटामा त पानी नै छैन रहेछ, थोरै रहेछ, एउटामा पानी रहेछ। चलाउँदैछ, हेर्दैछ अब पानी खाने यहाँबाट भन्दैछ। अनि अब हामीले यो काट्छौँ एकछिनमा र खाने यो पनि। यसको पानीले एकदमै धेरै चेता गरिदिन्छ, एनर्जी दिन्छ अरे। त्यसैले यहाँ आएको बेलामा तराई भएको बेला चाहिँ प्रायः किनेर खाने गर्छु। त्यसपछि अघि ल्याएको माछा चाहिँ हामीले दिदी र मैले भएर तारिसक्यौँ। अब खानाको लागि रेडी भइसक्यो। थ्याङ्क यू सो मच फर वाचिङ एभ्रिवान। बाई बाई, सी यू नेक्स्ट भिडियो। अनि लाइक कमेन्ट गरिदिनु भएकोमा थ्याङ्क यू। नगर्नुले